हेलो नमस्ते सेवा साथीहरू स्वागत छ तपाईँ सबैलाई आजको मेरो नयाँ ब्लगमा। साथीहरू सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै आराम कुशलै छु। अनि यहाँ एक दुई दिन भएको थियो, यस्तो चिसो बढेको थियो साथीहरू, तर आज चाहिँ यस्तो मजाले घाम लागिरहेछ। यहाँ हेर्नुहोस् घाम लागिरहेछ। अनि हामीले चाहिँ कति दिन भएको थियो लुगाहरू सुकेकै थिएन, अनि आज चाहिँ टन्नै छतमा लुगा सुकाएको छौँ साथीहरू। अनि म चाहिँ यहाँ एकछिन बाहिर निस्किँदैछु, किनभने अब हाम्रो पनि अब हिँड्ने दिन आउँदैछ, लखनऊ जाने दिन आउँदैछ। अनि सामानहरू अलिअलि अझै पनि पुगेको छैन क्या साथीहरू। यहाँ हेर्नुहोस् न, जति सामान किने पनि के न के नपुगेको जस्तै हो नि। अझै पनि यहाँ अलिअलि सामानहरू किन्नुपर्ने छ। अनि यहाँ हेर्नुहोस् न, यो यस्तो धेरै ब्याग भएको छ। ल अब यस्तो धेरै लगेर जानु सकिन्छ त? अब यो पनि भरे अर्को एउटा ठुलो अटेची लाउनु पर्यो, अनि त्यो दुइटाको चाहिँ एउटामा हाल्नु पर्यो। अनि सामानहरू यसरी तयारी हुँदैछ हाम्रो पनि जाने। अनि आज चाहिँ अब अलिअलि सामान कति छुटेको छ, यो सामानहरू चाहिँ आज लिएर आउँछु म। त्यही भएर चाहिँ म जाँदैछु साथीहरू। अनि आज मजाले घाम लागिरहेछ। नानीहरूको चाहिँ छुट्टी गरिदिनु भएको थियो स्कुलबाट, जाडो बढी भयो भनेर, तर घाम लागिरहेछ। अनि अब म चाहिँ गएर आउँछु। हेर्नुहोस् है साथीहरू, कामको धुनमा यस्तरी हिँडिएछ कि आज बन्दको दिन हिँडिएछ है। म चाहिँ र पनि मेरो काम भयो, सामान किनिसकेँ मैले। अब एक दुई ठाउँ सामान अलिकति हेर्छु, अनि त्यस पछाडि घर जान्छु। हाम्रो नजिकै छ, यी ठुलो मार्केट पनि नजिकै छ, त्यही भएर सजिलो छ हामीलाई चाहिँ। यहाँ हेर्नुहोस् मजाले घाम लागिरहेछ र आनन्द भएको छ। आज चाहिँ लुगा सुक्ने भयो। हेलो सन्चै हुनुहुन्छ? अर्को दिन पनि निस्केछु क्या, थाहै पाइनँ मैले। धन्न दोकानहरू चाहिँ खुल्लै रहेछ यहाँ, पुरा भाषण दिँदै रहेछ फेरि एउटाले चाहिँ। म चाहिँ अब यहाँ एकछिन अलिकति बाबुको लागि किन्नु पर्यो एउटा तातो लुगा। यो चाहिँ मेरो नानी, मेरो चाहिँ बाबुको लुगा चाहिँ प्रायः म यहाँबाट किन्छु है साथीहरू। यो फेसन फन किड्सबाट। अनि हाम्रोमा यहाँ के गर्दैछन्? एक्लै बसेको आज? यहाँ चाहिँ म सानो बच्चाहरूलाई लुगा हेर्दैछु साथीहरू। अनि यो क्रिम कलर पनि राम्रो देखेको है, यो कलर पनि राम्रो देख्यो बहिनी। टोइनारी खै राम्रो छ यो पनि। ल यहाँ जाडोको लुगा बच्चाहरूको यस्तो दामी दामी आएको छ नि। ल मैले चाहिँ यहाँ सामानहरू लिएर आइसकेँ साथीहरू। अनि यहाँ मैले यो पनि अर्डर गरेको थिएँ, अनि यो पनि सामान तलै आइपुगिराखेको रहेछ। अनि सबै सामानहरू लिएर आइसकेँ। अनि अब घरबाट अर्को ठुलो अटेची मगाएको छु। अनि यो सामानहरू सबै दुईवटा ब्यागमा मात्रै, दुईवटा अटेची मात्रै बनाऊँ भनेको। यहाँ हेर्नुहोस् सामानहरू लिएर आइसकेँ म। अघि भिडियो बनाऊँ भनेको साथीहरू, हातै खाली थिएन क्या, दुइटै हातमा दुईपट्टि यस्तो सामान थियो होइन। अनि फेरि हिँड्दै आएको नि त, अलिकति एक्सर्साइज होस् भनेर। अनि यहाँ चाहिँ हाम्रो घर वरिपरि यस्तो लथालिङ्ग भइरहेछ क्या, सामानहरू यस्तो लथालिङ्ग भएको छ यो घाम नलागेर। अनि यही नै हाम्रो दिदी कहाँ गएर आकी? दिदी माथि सुत्नु भएको थियो? ल जा हो, ल ल ल। साथीहरू यहाँ मैले चाहिँ वेट नाप्ने मेसिन, दिदी खोल्नु त यो अर्डर गरेको छु, खै कस्तो आएको छ हेरौँ। खोलिदिनु दिदी, च्याति दिनु न। को नाप्ने? यहाँ वेट नाप्नु छिटो, यहाँ आऊ न। अहिले म नआएँ भन्दाखेरि दिदी लु पहिले, दिदी उभिनु यहाँ। म पहिले नाप्दिनँ, यसै उभिन्छु र फेरि भनेर भन्छु है अझै। त्यस्तै होला। सावधान। कितना है? घट्नु भयो यसले त कम्ती देखायो त। यसमा र यसमा यति यति बिच बिचमा फुट्छ है सिसा।
이거 같이 짠 커플레이션. 아니 가. Sit down, Winnie, sit down. इसमें 118, 19, 20, 120. उधर बीच में टेक दुई पटे एक से होइन कि 71.15 अरू बेला कति हुन्थिस् भन्दा लु वेट नाप्दा 32मै खेल्थिस् होइन त्यति नै छ त अब यहाँ हामीलाई अड्काल चाहियो नि त खै सिधा अब भनेपछि ठिकै हो यो 45 अलिकति ठुलो भयो भने तिमीलाई पनि यसो देखाएर लाउँदा हुन्थ्यो त्यो गरी हेर्नु नि त्यहाँ बुझी हेर्नु नि बैगुनको सब्जी र हामीले उखाने आज रोटी अम्मा यो कस्तो अनि कति साह्रो भुत्यो हौ चाको पनि कस्तो राम्रो खाले बैगुन छ हौ आमा भाँडाकुँडा त बजेर मारे त हौ 3टा गर्दा ठिक्क इच्छा हुन्छ आलु पनि मिसाउनु पर्छ आलु नखाम भनेको खोइ त रायो साग पनि टिप्छु कि साथीहरू यो चाहिँ भोलि मेरो साथीहरूलाई बोलाएको छु घरमा अनि फाक्सामा टक्कसँगले रायो साग मिसाएर पकाउने हो ध्यान सिट हुन्छ त्यही भएर यति बेला सिट नभएको बेलामा टिपिराख्नु पर्छ सिटमा टिप्यो भने मर्छ दिदीलाई पनि घरको रायो साग लगिदिनु पर्यो को दिदी आज हाम्रो दिदीलाई रायो साग र मासु पकाएर लानुपर्छ ल अन्जली ट्रेनमा खानु ट्रेनमा होइन उता तताएर खानु एकै दिन 2 दिनमा त बिग्रिँदैन नि त रायो साग र मासु त बरु उता लगेर साग हालेर चाहिँ खाँदा हुन्छ कि 2 दिनसम्म त डुकुको पनि कस्तो मिठो हुन्छ नि मान्छेले यो डुकु खान्छ नि त खान्छ धेरै पनि नटिप्ने दिदीलाई पुग्दैन नि यतिकै प्लास्टिकमा हालेर चाहिँ लानु क्या अब कजै भोलि तिनीहरूलाई नि खासँग मजाले मिसाउनु भरे यो पनि बनाउँ ल मुलाको साग मिठो हुन्छ यो त कहाँ खानु र यो त तारेकोसँग खानु यो हेर्नुहोस् साथीहरू अर्ग्यानिक साग आफ्नै गार्डनमा फलाएको हरियो परियो दिदी आउनुभएको छ ल यो लैजाउँ यो भरे पकाएर खाने है यहाँ हेर्नु साथीहरू हाम्रोमा यहाँ बयर ठुलो खाले है यो चाहिँ धेरै फलिराखेको छ त हरियो उयो हेर न मजाले यहाँ पहिले यो मैले सबै नयाँ फुलहरू रोपेको है अन्जली यहाँ नि अदुवा लिनु जाँदा उताबाट हिँड्नु कि अनि बिस्तारै यो नहलाउनु ल यो सरोस् किनभने यहाँ फुल साह्रै भएन क्या फुलहरू सक्यो त्यहाँ तेजपत्ताको बोट छ साथीहरू अहिले हामीले काटिदिएको कस्तो खुल्ला भएको छ अनि त्यो त्यहाँ राख्ने भएर त्यो सबै हेर न फुलहरू सबै हाँगाबिङ्गा सबै भचाइ हुने गरी यी हाम्रो डोजरहरू अहिले यहाँ छ बिरामी भएर बिचारा बल्ल जाती भयो यहाँ इस्कुस हेर्नुहोस् साथीहरू इस्कुस यस्तो फलेको छ नि हाम्रोमा यहाँ यसपालि त्यसको मुख जहिले चाटेर खान्छ त्यसले के खोज्छ कुन कति धेरै फलेको रहेछ हौ इस्कुस त एउटा 2टा 3टा 4टा 5वटा उपर 6वटा 7 8वटा पर भित्र कति रहेछ कति राम्रो चिजिरा लागेको क्या होइराखोस् यहाँ हेर्नुहोस् इस्कुस यस्तो राम्रो फलेको इस्कुस हेर्नुहोस् न चराहरूले सबै खाँदो रहेछ यति राम्रो फलेको छ इस्कुसहरू अब यी सबै चराहरूले खाइदिँदो रहेछ हौ
यस्तो बदमास चराहरू अब यो त भेटिन्छ ल हेर्नुहोस् लु यो त भेट्यो उनीहरूलाई पनि त खानुपर्छ यस्तो राम्रो फलेको बिस्तारै घुमाउनु पर्छ है नभए ऊ हुन्छ नि फेरि आहा छुँदै त आइहाल्छ हो बिस्तारै है हो अम्म लु बरुभन्दा टिपिहाल्नुपर्छ सबै ऊ भइहाल्दो रहेछ ए सजिलो रहेछ त टिप्नुको लागि त भयो माथिको पनि टिप मैले पनि हेरेँ सब उयो सब्जीहरू लु जा ए सब्जी त कति हो उता पनि अन्जली उता उपर हेर बेलको बोटमा उता हेर नि लु साथीहरू हेर्नुहोस् इस्कुस के गर्नु यी सबै हेर न उयो सबै खाइदिइसकेछ नि ए लु इस्कुस त यति धेरै फलेको तर यहाँ हाम्रो यहाँ पनि छ इस्कुस लु काट्नुपर्छ नि चराहरूको खाजा भएछ लु हेर्नुहोस् साथीहरू इस्कुस हाम्रै यिनीहरूले फलेको ले अब यो पडाकपुडो गइगएछ नि अघि अन्जेली छुवा त कुवा खतम होगीले यहाँ हामीसँग चाहिँ यो पनि छ है साथीहरू यो चाहिँ टक्कसँगले सेकुवा पोलेको बेलामै तारेको बेलामा अनि योसँग खानुपर्छ मिठो हुन्छ 1 केजी भन्दा बढी नै होला नि ल यो पनि सागमा आन्टीलाई पनि दिनुपर्छ अलिकति लु है साथीहरू आज चाहिँ यहाँ हाम्रो आफ्नै बारीको अर्ग्यानिक सब्जी खाइन्छ हेर्नुहोस् इस्कुस बैगन अनि रायोको साग मुलाको साग